दर्शकबिन भूपेन्द्रलाई भने भूपेन्द्रले मन पराएको त्यो केटीका बुबाले गुन्डा लगाएर भने निकै नै पिटेका छन्। दर्शकबिन भूपेन्द्रको शरीरमा भने रगतको कमी हुँदा अब भुन्टीले नै दिनुपर्ने भएको छ। दर्शकबिन यता भने भुन्टीहरू सुतिरहेको बेला यता भूपेन्द्रलाई भने त्यहाँबाट पिटिरहेका थिए। दर्शकबिन भूपेन्द्रलाई पिटेर भने उता नालीमा फालेका थिए। त्यतिकैमा यता भने टोकले पूर्णिमालाई खोज्छु भनेर हिँड्दै थिए। त्यही पछि भुन्टी पनि जान्छन् दर्शकबिन टोकलेसँगै। त्यहाँ भने पूर्णिमा एउटा मन्दिरमा बसेको देखिन्छन्। दर्शकबिन त्यहाँ केही गुन्डाहरू आएर उनमाथि हातपात गर्न खोज्छन्, तर दर्शकबिन टोकले र भुन्टीले मिलेर बचाउँछन्। अनि दर्शकबिन रात निकै नै पडिसकेको थियो। त्यहाँबाट भने दर्शकबिन भूपेन्द्रलाई खोज्न भनेर ननिस्के तापनि भुन्टीले भने भूपेन्द्रलाई भेटाउँछिन् अघिल्लो बिहान। दर्शकबिन उनीहरू त्यहीँ रातभरि बसेर बिहान हिँड्दा त भूपेन्द्र एउटा नालामा खसेका थिए। कसैले पिटेर फालेको हो भनेर उनीहरूले अस्पताल लिन्छन्। दर्शकबिन भुन्टीले भने अब रगत नै दिनुपर्ने भयो। दर्शकबिन डाक्टर साहबले भने यता भूपेन्द्रको शरीरमा खुनको कमी छ भनेपछि यता खुन भने भुन्टीले दिएकी छन्। दर्शकबिन यता भने भूपेन्द्र अस्पतालमा रहेको कुरा भने भूपेन्द्रका दाइ र भाइलाई थाहा हुन्छ। उनीहरू त्यहाँ अस्पताल आउँछन् र दर्शकबिन भूपेन्द्र एउटा बेडमा र भुन्टी अर्को बेडमा ढलेको देख्छन् र दर्शकबिन त्यत्तिकैमा सकिएको थियो सिरियल। दर्शकबिन भुन्टीले भने रगत दिएको कुरा भूपेन्द्रले थाहा पाउनुपर्छ। भुन्टीले गरेको माया भने भूपेन्द्रले बुझ्नुपर्छ। भूपेन्द्रले भने भुन्टीलाई नै माया गर्नुपर्छ र उनीहरू मिलेर बसेको हेर्न चाहन्छौँ हामी सबै दर्शकहरू। दर्शकबिन तपाईँहरू भुन्टी र भूपेन्द्र मिलेर बसेको हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनुहोला।